आज मसँगै कोरियाको सबैभन्दा नेपालीहरू बस्ने ठाउँ दोङदेमुन भन्ने ठाउँमा जाउँ है त। सो हेलो एन्ड नमस्ते एभ्रीवन, वेलकम टु माइ अनदर न्यू मिनी ब्लग भिडियो। सुरुमा त मुखसुक धोएर रेडी भए जानलाई। जान चाहिँ किन लागेको भने नि नेपाली खानेकुरा जस्तै कि दाल, मिट, मसला, चिउराहरू चाहिँ सकिएको थियो मेरो। अनि यसो किन्न गइदिउँ भनेर गए। किन्न त अनलाइन अर्डर गरेर पनि किन्न सक्थे, तर हजुरहरूलाई यो ठाउँको बारेमा देखाउन र भन्न मन थियो। त्यही भएर चाहिँ आज म जाँदैछु है। कोरिया आउने बित्तिकै पहिलो पटक सबवे चढेर घुम्न गएको ठाउँ पनि दोङदेमुन नै हो मेरो चाहिँ। अनि कोरिया आएपछि आफ्नो साथीहरू बाहेक पहिलो पटक नेपालीहरू देखेको ठाउँ पनि यही हो है। यो दोङदेमुन ठाउँमा चाहिँ नेपाली रेस्टुरेन्ट, नेपाली मार्ट, रेमिट्यान्सहरू चाहिँ धेरै नै छ र नेपालीहरू धेरै हुनुको कारण पनि मलाई चाहिँ यही लाग्छ है। सुरुमा त म जे काम ल्याएको थिएँ त्यही काममा लागे। नेपाली मार्टहरू चाहिँ थुप्रै छ, कुनमा जाउँ भनेर चाहिँ म कन्फ्युज भएँ। सो मैले चाहिँ चुज गरेँ माया मार्ट, किनकि मायाले बोलायो मलाई, मायाले बोलायो। बोलाको त होइन, आफै गएको है। यो मार्ट चाहिँ सानो छ, तर यहाँको अङ्कल र आन्टी चाहिँ एकदमै फ्रेन्डली हुनुहुन्छ। त्यही कारणले चाहिँ म चाहिँ प्रायः यही मार्टमा आउने गर्छु। अनि मैले लिएँ 1 प्याकेट चिउरा, अनि चटपटे खानालाई भुजा, अनि दाल र मिट मसला लिएर गएँ। अनि किनिसकेपछि गएँ बाटो, अनि देख्न सक्नुहुन्छ यो मन्दिर हो कि के हो, अहिले एकछिनमा राम्रोसँग हेरौँला है। अनि म चाहिँ आइपुगेँ दोङदेमुनको पार्कमा। अनि यो चाहिँ हो सौल टावर, हजुरहरूले देख्न सक्नुहुन्छ। यहाँ पनि जानेवाला छु म छिट्टै नाइट भ्यू हेर्नको लागि। सो त्यो भ्लगको लागि चाहिँ वेट गर्नुहोस् होला। अनि म चाहिँ प्रायः एक्लै घुम्ने गर्छु, किनकि साथीहरूसँग मेरो छुट्टी मिल्दैन। अनि कोहीले भन्छ क्या मलाई डिप्रेसनमा छ कि के हेरे क्या मलाई। अनि त्यस्तो मान्छेलाई चाहिँ के भन्न चाहन्छु भने नि, आर यु कमेडी मी? मलाई चाहिँ एक्लै घुम्न नि छुट्टै रमाइलो लाग्छ। त्यही भएर प्रायः एक्लै पनि घुम्ने गर्छु। अझ एक्लै ब्लगिङ गर्न नि एकदम मनपर्छ। भोलि पर्सि ब्लग गरेर हाल्नेवाला छु, हजुरहरूले हेर्न सक्नुहुन्छ है त, युट्युबमा पनि टिकटकमा पनि। अनि फाइनली रुम जाने भनेर गइरहेको थिएँ। एउटा केटीसँग क्या आई टु आई कन्ट्याक्ट भइदिरहे नि 2-3 सेकेन्डसम्म। आई ऐसी रात है जो बहुत खुश नसीब है। ओह यार ये कितनी औसम है यार। वो मेरे करीब है। हाय हाय इतना सुकून। अनि फेरि केटो त मक्खै नि। कुछ कहना है फिर भी है दिल में सवाल कहीं, सपनों में जो। अनि म चाहिँ सबवे चढेर रुमतिर लागेँ। सो आजको लागि चाहिँ यति नै, अर्को ब्लगमा भेटौँला। भिडियो मन परेमा डु नट फर्गेट टु लाइक एन्ड फलो। अब अर्को ठाउँमा र अर्को ब्लगमा भेटौँला। अनि इन्स्टाग्राममा पनि फलो गरेका छन् भने गर्नु है।